कुनै कक्षा कोठामा केही बेन्चहरू छन्, यदि प्रत्येक बेन्चमा 3 जना विद्यार्थी बस्ने, प्रत्येक एउटा बेन्चमा 3 जना विद्यार्थी बस्ने हो भने दुईटा बेन्च पुरै खाली हुन्छ रे। भनेको केही बेन्च छ, 3-3 जना विद्यार्थीको दरले तपाईले त्यो कक्षा कोठामा विद्यार्थीहरू राख्नुभयो भने दुईटा बेन्च खाली हुन्छ रे, अझै चाहिँ खाली हुन्छ। यदि प्रत्येक बेन्चमा 2-2 जना विद्यार्थी बस्ने, 2-2 जना विद्यार्थी बस्ने हो भने 4 जना विद्यार्थी उभिनु पर्छ। 2-2 जनाको दरले राखिदिनु भयो भने सिटै पुग्दैन, 4 जना चाहिँ उभिनु पर्ने अवस्था आउँछ। भने त्यस कक्षामा कति विद्यार्थी छन् भन्यो हो। यसको म फर्मेट बनाउँछु, ठ्याक्कै त्यो फर्मेट चाहिँ तपाईले लागू गर्नुभयो भने यो क्वेशन मिल्छ है। यसको फर्मेट हेर्नु है। जम्मा विद्यार्थी संख्या x हो, x विद्यार्थी 3-3 जनाको दरले राख्ने, 3-3 जनाको दरले राख्ने हो भने दुईटा बेन्च खाली हुन्छ, अझै बस्ने ठाउँ खाली छ। दुईटा बेन्च अझै खाली छ भने चाहिँ +2 भयो नि हो, यसलाई छुट्टै राख्ने +2 हो। x भनेको जम्मा विद्यार्थी संख्यालाई 3-3 जनाको दरले बाँड्यौं, डिभाइड गर्यो, 3-3 जनाको दरले बसाउने हो भने दुईवटा बेन्च पुरै खाली छ, अझै दुईवटा बेन्च चाहिँ बस्न पुग्ने गरी खाली छ हो। तर त्यही विद्यार्थी संख्या भनेको त्यही x विद्यार्थी संख्यामा x विद्यार्थी संख्या चाहिँ 2-2 जना विद्यार्थी बस्ने हो भने x/2 हेर्नु, 2-2 जनाको दरले त्यो विद्यार्थीलाई डिभाइड गर्ने हो भने 4 जना विद्यार्थी उभिनु पर्छ रे। हेर्नु है, 4 जना विद्यार्थी उभिनु पर्छ, बस्ने ठाउँै पुग्दैन हो। यहाँ नजिक तपाईले नोटिस गर्नुपर्ने, खाली रहेको बेन्चलाई यसरी छुट्टै प्लस गर्ने है, उभिनु पर्छ भनेको ठाउँ पुगेन, -4 अटेनन्। त्यो क्लासमा x विद्यार्थीलाई 2-2 जनाको संख्याले बाँड्यो भने अटेनन्, नअटेको विद्यार्थीलाई चाहिँ जम्मा विद्यार्थी संख्यामध्ये 4 जना घटाउनु भयो, जम्मा विद्यार्थी संख्या x मा 4 जना घटाउनु भयो भने मात्रै 2-2 जनाको दरले त्यो क्लासमा बेन्चमा भरि राख्न सकिन्छ। यो 4 जना उभिनु पर्छ भनेको क्लासरुममा त्यो बेन्चमा सिट नपुगेको हो नि त। जम्मामा 4 घटाएपछि बल्ल 2-2 को दरले बाँड्न सक्नुहुन्छ। 3-3 को दरले बाँड्नु भयो भने अझै तपाईसँग दुईटा बेन्च खाली हुन्छ हो। यति फर्मेट चाहिँ बनाउन जान्नु पर्ला है। यस्ता ट्रिकी क्वेशन धेरै हुन्छन्, यसको सल्भिङ ट्रिकहरू चाहिँ तपाईहरुले अलिअलि प्र्याक्टिस चाहिँ गर्नुपर्छ है। ल अब यसलाई क्याल्कुलेसन गर्नुस्, एन्सर आउँछ। यसको र यसको एलसीएम लगाउँ, यहाँ 3 एलसीएम आयो, x प्लस 3 दुना 6 इक्वल्स टु x माइनस 4/2 क्रस मल्टिप्लाई गरौँ है साथीहरु। यो 2 ले x लाई 2x प्लस यो 2 ले 6 लाई 6 दुना 12 इक्वल्स टु 3 ले x लाई 3x माइनस 4 तिया 12, x एक ठाउँ, नम्बर एक ठाउँ है। जस्तो अब यहाँ हेर्नुस् त, यो 12 प्लस 12 छ, यो माइनस 12 लाई अगाडि ल्याउँदा प्लस 12 इक्वल्स टु यो 3x, यो 2x चाहिँ पछाडि जाँदा माइनस 2x भयो। यो भनेको x इक्वल्स टु 12 24 भने x भनेको के हो, जम्मा विद्यार्थी संख्या चाहिँ कति रहेछ त 24 जना। अप्सन सी, जम्मा विद्यार्थी संख्या कति रहेछ त 24 जना। कसको मिल्या थियो, पहिले मिलेको हुनु पर्यो नि, फेरि अहिले सरले गरेपछि मिल्यो होइन नि साथीहरु। सरले गरेपछि मिल्यो नि, पहिले कसको मिल्या थियो हेर्नुस् है हो। यस्तो चाहिँ तपाईहरुले यो चाहिँ फर्मेट, क्वेशनको सल्भिङ फर्मेट चाहिँ जान्नुभयो भने अनि बल्ल यस्तो क्वेशन एक्जाममा त विदिन सेकेन्डमा गर्नुपर्छ नि त हो, टाइम कम हुन्छ। त्यो यस्तो ट्रिकहरु चाहिँ सकेसम्म तपाईले प्र्याक्टिस गरेको हुनुपर्छ। ओके छ।